आजको हाम्रो क्याम्पिङ स्पोट चाहिँ यही होला जस्तो छ। अन्त त रहेनछ। मेरो पार्टनर आउँदैछ। यता आऊ न, यता आऊ न, यता। मैले चाहिँ गाडी यहाँ राखेको छु ठ्याक्कै। यता प्याकेज छ। स्मोकर क्याम्पग्राउन्डमा सामानहरू अनलोड गर्दैछ। लोडिङ चाहिँ गरेको भिडियो बनाएन, अनलोड गर्दैछ अहिले भर्खर आइपुगेको छ। अहिले नि अहिले टाइम चाहिँ कति भएको छ भने 1:24 भएको छ। ल अब हाम्रो सामान यहाँ रेडी निकाल्नु थाल्यो फटाफट। अनि हाम्रो आजको क्याम्प बस्ने यहीँ यो एरियामा बस्ने भने चाहिँ शीतलको लागि यहीँ रोक्दा हुन्छ त। अलिहरूलाई भन्नु पर्यो। अलिहरू पनि छ, भूमिका दिहरू पनि छ। त्यो माथि प्याराडाइस एरिया छ, हेर्नु ल, जुम गरेर देखाउँछ। यहाँ माथि हेर्नु नि। Yes, we are ready. यस, यता हेर्नु नि, यता भिडियो नि भइरहेछ है। Yes, we are. भिडियो नि भइरहेछ नि। ल के भन्नु के या ऊ सबै कुरो गर्नु। भिडियो पनि भइरहेछ, फोटो पनि भइरहेछ, फोटोसुट पनि भइरहेछ। अब के भन्नु, अब यो वर्षको यो गर्मी महिनाको यति नै हो हाम्रो क्याम्पिङ। गर्मी महिनाको सेकेन्ड क्याम्पिङ यति नै हो। क्याम्पिङ फर्स्ट क्याम्पिङ अस्ति मिता मिता अहिले यहाँ। अब यति नै हो। अब गर्मी महिनाको क्याम्पिङ चाखिसक्यो। जाडो महिनाको अब बाँकी छ। जाडो आउँदैछ। भोलि बिहान हेर्नु होला, जाडोमा तपाईहरुले त देख्नुहुनेछ हाम्रा उहाँ पर ठ्याक्कै डोना थापा। भोलि देख्नुहुनेछ हमारा वहाँ पर हो ना, वो क्या है, रिवर डोना। है ना, रिवर डोना खोला होता है ना, स्विमिङ। स्विमिङ ल मर्निङ से आफ्टरनून टाइम से। जाडोमा चाहिँ अब आइन्छ आइन्न थाहा हुन्न, तर गर्मीमा आइयो थियोस्। यता यता हाम्रो खालि हाम्रो मेरो बुढी चाहिँ यहाँ बसिरहेको छ मोबाइल हेर्दै। हाम्रो बुढी सबैको बुढी भयो। त्यो चाहिँ के भयो हाम्रो भन्ने चाहिँ के मानिन्छ? हाम्रो बुढी यहाँ छ भन्छ, हाम्रो बुढी त्यहाँ छ भन्छ। कसरी त्यो चाहिँ के बोले होला? यो शब्द चाहिँ मन परेन है मलाई। यो मान्छे ठिकाना छोड हौ। लगभग खाइसकेको छ। आजको फ्राइडे नाइटको क्याम्पिङमा हामी खानापिना भइरहेछ। हाम्रो एउटा 14 यहाँ छ। एकदम हामी सेफ्टी ठाउँमा यहाँ यो रुखहरू भाटामा टेन्ट लाएर बसेका छौँ। मैले मेन कुरो मैले मिस गरेको यो मेरो यो किङको पावर स्टेसन ल्याउनु बिर्सेछु। अनि यो अब त्यतिकै काम भएन, यो यतिकै राखाइ भयो। अनि टेन्ट लाएको छ, मेरै टेन्ट जेठाबाजेको डम्बरको। अनि यो पर ड्यारेन र निजल त्यहाँ सुतेको छ। अनि विशेष गरी म यहाँनिर आज पहिलोचोटि डम्बरको किनेर ल्याएदेखिको आज ओपन गर्दैछ। हेर्नु होला ल, उसले अघि नै चेन खोलिसकेको छ, देख्नु सक्नुहुन्छ तपाईँहरूले। अनि साथीहरू हाम्रो चाहिँ यो किचन यसपालिको हाम्रो यो स्मोको क्याम्प ग्राउन्डको किचन यहाँ छ। यसो छ। ओइ झरे त्यो यो वाह ओपन गरेको छ है डम्बरको आज।
आयो टाङ्दैछ बाउको छोरा हो तान्नु नि तान्नु त्यसरी हुँदैन त्यो मुनि कहाँ हो गरेर तर खोल्दाखेरि खोल्नु सजिलो गरेर लाउनु नि ए अल्झ्यो भने नि अल्झिँदैन कसरी खोल्दाखेरि नि खोल्नु कहिले चाहिँ कस्तो हुन्छ भने नि त्यो लगाएपछि खोल्नु गाह्रो हुन्छ क्या ल त्यसरी लगाइएको छ यसरी बाँधेको छ हाम्रो आज स्मोकको क्याम्प ग्राउन्डमा चाहिँ धेरै नै टेन्टहरू छ आज फ्राइडे नाइट यहाँ यो मात्रै भर्खरै आएको यो पर पहिले आएको थियो उता त्यो परको भर्खरै आएको अझै आइरहेको छ क्याराभेनहरू आइरहेको छ हो वाउ ओहो दामी ओ स्ट्यान्ड चाहिन्छ स्ट्यान्ड छ स्ट्यान्ड के भने के बोले अरे काममा जाने यहाँबाट कसले लान्छ एउटा स्ट्यान्ड नभएर स्ट्यान्डको खाँचो भएर हो त्यो मैले मेरोमा छ अनि त्योबाट निकाल्छ हो त्यो तान्दैछु अर्को पनि छ निकाल्ने त्यो निकालेन अर्को पनि पर्दैन एउटाले हुन्छ ल ठिक छ उता लानु त्यसलाई चाहिँ उता लानु ल यहाँ पर एउटा गाडी आयो ठिकै भयो ठिकै हो नाइस सारा घुमाएर यहाँ एउटा क्याराभेन आएको छ यहाँनिर बस्न आँटेछ यो डम्बरले यो के भन्छ एविङ हामी चाहिँ म चाहिँ आविङ भन्छु निजरले के भन्छ अर्निङ भन्छ क्या त्यो बोलाइमा धेरै फरक पर्छ हामी चाहिँ आविङ भन्छ अविङ भन्छ उनी अर्निङ भन्छ अनि त्यही भएर यो लगाएकोदेखिको यो उसले फिट गरेदेखिको आज ओपन गरिरहेको छ आज मात्रै त्यही भएर ओपनको देखाउनु खोजेको मतलब मेरो त पहिले पनि ओपन गरेको र सबैले हेरिसक्नु भएको छ देखिसक्नु भएको छ अनि यहाँनिर स्मोकको क्याम्प ग्राउन्डमा हामी क्याम्पिङको लागि आएको छौँ आज फ्राइडेबाट चाहिँ फ्राइडे सटरडे सन्डे अनि मन्डे चाहिँ आफ्टर कम ब्याक टु होम हुन्छ ए हुन्छ ल हेर्दै गर्नु ल साथीहरू भेरी नाइस चारवटा गाडी आएर क्याम्प नभेटेर फर्केर उहाँ पुगिसक्यो आजको स्मोकमा हाम्रो क्याम्प चाहिँ त्यो पर उयो पर यहाँ पर देखिरहेको छ अनि ठ्याक्कै हामी चाहिँ वकिङमा छु अहिले वकिङमा यहाँ हो हाम्रो केटाहरू यहाँ तिनवटा केटाहरू छ ड्यारेन डेन अनि दिलेन तिनवटा डिडीबाट उठेको यहीँ त्यही त्यो केटाहरू तिनवटा केटाहरू यहीँ छ केटाहरू के त्यो रुख एउटा हाँगा झरेको छ त्यहाँनिर चाहिँ के गरेको तिनवटा मिलेर के गरेको केही न केही भनेर त्यो ठ्याङ मान्छेहरू यहाँ क्याम्पिङ छ त्यहाँ क्याम्पिङ म त लाग्यो फेरि नो फायर भनेर फायर ब्रान्ड हुन्छ र आएको फोन पाइँदैन नि त
थाहा छ हामी यहाँ पहिला यहाँ बसेको यहाँबाट त उयो यहाँ बसेर यहाँबाट चाहिँ यसरी बोकेर यसरी सारे के नानी भर्खर आएको रहेछ क्या हामी यो स्मोकमा वे इन चाहिँ यहाँबाट आउँछ यहाँबाट हामी त जान्छ हामी त ब्याक टु ब्याक आमा यहाँबाट अनि यता जान्छ अहिले पुरै स्मोकमा चाहिँ एकदम प्याकेज भएको छ जति पनि आउनुहुन्छ साथीहरू हुनु चाहिँ मैले यो भिडियोलाई मैले लेट अपलोड गरिन्छ होला भए तापनि यो हलिडेमा चाहिँ यो क्रिसमस सरी स्टुडेन्ट डेको हलिडे छ अहिले त्यसले गर्दाखेरि मन्डेसम्म चाहिँ प्याकेज भइसकेको छ अनि त्यसले गर्दाखेरि यहाँ चाहिँ ठाउँ पाउनु गाह्रै पर्छ मान्छेले मैले यो थिएन अहिले चाहिँ यो एरिया चाहिँ कस्तो पानी परेन काके क्याम्प एरिया बनाएको छ टेन्ट पनि लाएको थिएन केही लाएको थिएन होइन आम्मामा यस्तो पानी परेको थियो योहरू थिएन यस्तो थिएन उयो पनि थिएन यस्तो थिएन यो पनि थिएन उयोबाट पानी अनि त्यो पनि थिएन आएर नाउ डे भिजिटर ओन्ली नो क्याम्पिङ एरिया बनाएको थियो यो हामीले यहाँनिर क्याम्प बसेको थियो त्योभन्दा अगाडि अहिले यहाँ क्याम्प बस्नु नपाउने भएको छ यस्तै छ ठाउँ स्मोकको क्याम्प ग्राउन्डमा अहिले टोटल्ली हामीले पहिला क्याम्प गरेर ठाउँमा चाहिँ अहिले छैन रहेछ हामी उता पर भएका छौँ यहाँनिर कोही थिएन एउटा चेयर एउटा टेबल राखेको थियो आज सबै अलरेडी बुक गरिसकेको थियो उनीहरूको मान्छे आएर तर हामीले चाहिँ यो ठाउँमा पाएन अनि हामी अहिले गएर चाहिँ माथि भएको छु त्यो माथि टोइलेटको हाराहारी छेउमा यहाँको स्मोकको क्याम्प ग्राउन्डमा पहिला हामी थियो पहिला पनि आएर त्यहाँ बसेको थियो उता बसेको थियो अहिले आएर यता माथि पुगेको छु आजको अवस्थामा चाहिँ हामी त्यहाँ पुगेका छौँ यहाँनिर अहिले मात्रै भर्खर दुईवटा गाडी आएको छ नभए अघि गाडी पनि थिएन यहाँ ठाउँ रोकेको छ हामी यहाँ बस्छु भन्नु थियो त्यो भएर त्यो भनेको गाडी यहाँबाट बिस्तारै लानु धुलो नलाउनु भन्नु खोजेको बुझ्नेले बुझ्छ नबुझ्नेलाई त उयो आलु त्यही त बुझ्नेलाई श्रीखोला नबुझ्नेलाई खुर्पामेट भनेर चाहिँ हाम्रो ठ्याक्कै गाडी त हाम्रो 500 स्रोतको गाडी छ ठ्याक्कै सेम ल हेर्नुहोस् सेम 500 वाला हेर्नुहोस् हुनु छ भने हेर्नुहोस् र तपाईँ गाडी छ ठ्याक्कै तर यो चाहिँ भिक्टोरियाको डम्बर चाहिँ एकदम काली साग यहाँ के मजाले गाडी आउँछ ल र यसरी ठाउँ रोकेको हुन्छ हेर्नुहोस् है आफ्नो आफन्त आउनु लागि एकजना आएर मजाले एउटा झोला राखेर ठ्याक्कै एउटा झोला राखेर एउटा ब्याग राखेर यसरी ठाउँ रोकेको हुन्छ हेर्नुहोस् उतापट्टि गाडी राखेको छ यहाँ मान्छे छ यहाँनिर यसरी ठाउँ रोक्छ किनभने यो अहिलेको अवस्था भनेको यो यहाँ अस्ट्रेलियाको नियममा चाहिँ कस्तो भने होलिडे हुन्छ अनि योपालि मन्डे हलिडे भएकोले गर्दाखेरि चाहिँ अनि मान्छेहरू धेरै मात्रामा यो फ्राइडे नै आउँछ सटरडे सन्डे चाहिँ हलिडे भइहाल्छ त्यही भएर त्यस्तो हुन्छ ल एउटा दुईवटा साइकल छ एउटा टेन छ यहाँ ठाउँ रोकिरहेको छ तर मान्छे आएको छैन यस्तो छ को साइक्लिङ उयोहरू
हामी चाहिँ वकिङमा छ अहिले बेलुकाको नाइट टाइम 7 बजेर 7:37 भइरहेको छ तर पहिलेको भन्दा धेरै भएको रहेछ। आगो फुइरहेको पाउँछ बेलुका यहाँ चाहिँ पाउँछ स्मोकको क्याम्पग्राउन्डमा आगो पुग्नु मिल्दो रहेछ ल मिल्छ ल हेर्नु यो साथीहरू यहाँ चाहिँ पाउँछ उता चाहिँ पाउँदैन। यो रातो कार भर्खर आएको उनीहरू ट्रेन लाउँदैछ भर्खर अहिले यसरी स्मोकको क्याम्पग्राउन्डमा मान्छे प्याकेज भइसकेको छ यहाँ पनि अट्छ अब यहाँनिर एउटा फ्यामिली अट्छ यहाँ अट्छ यहाँनिर एउटा फ्यामिली अट्ने एउटा एउटा गाडी अट्छ छ हाम्रो डे फर्स्टको है यो चाहिँ भिजिटर गरेर आएको डे फर्स्टको हामीलाई आज फ्राइडे बेलुका नाइटको भिजिट गरेर आएको छ क्याम्प भिजिटर अनि हामी को आएको छु भन्दाखेरि चाहिँ हामी होइन म र डम्बरको हामी दुई घर भन्नु नि हामी दुईटा घर दुई मात्रै छ। घर हामी आएको छौँ क्याम्पिङमा आएका छौँ। एकदम प्याकेज छ हामी छैन, 1 बजेर 20 मिनट कति 14-15 मिनट कति हुँदा आएको थियो आइपुगेको थियो यहाँ तर त्योभन्दा अगाडि अहिलेको हालमा यहाँ खाली छ अहिलेको हालमा भनेको 6 बजेर 39 मिनट गइसकेको छ अहिलेको हालमा चाहिँ अनि त्यो भएर ए गोवा छ त्यहाँ यहाँको अघि थियो क्या पहिले अघि थियो होइन पहिले यहाँले क्याम्प उयो थिएन नि त एलाउ हामीले जबरजस्ती बनाएको थियो क्या पहिले फाँडेर सुरुमा यहाँ चैले यहाँदेखि उता थिएन जानु जानु गयो छैन चैले पेपर के अरे त्यो जङ्गल उयो गरेको अनि त्यहाँदेखि चाहिँ अहिले राखेको छ ल लगायत यसरी क्याम्पिङ बसेर रबिस यसरी फाल्छ ल हेर्नु रबिस यसरी फाल्ने होइन दिस इज नट गुड पुट इन बिन यो वकिङ ट्र्याक वकिङ ट्रायल यहाँबाट ट्राउट फार्म जानु 1 घन्टा नियरली आवर 1 आवर फोन छ फोन हिँड्नुपर्छ वाकिङ भोलि हाउ लङ यहाँ How बोल long is the How long the trout farm from Ismoko campground to trout farm? भन् त How long does it take to get to This just Trout farm? अँ, Trout farm speak at the from Google. Smoko. With the Google. म सर्च गर्नु लु भन् छिटो Far is अहिले इस्मोकोदेखि क्याम्पग्राउन्डदेखि हामी यो वकिङ जाँदैछु यो ट्र्याक फैलाएर हिजोलाई त फिसिङ गर्दैछ मासु त परेको छैन अहिले अगाडि वकिङ जेठाबाजेलाई क्याम्पमा छोडेको छ हामी चाहिँ यता आएको छौँ यहाँ आइपुग्यो यता हेर्थ्यो पर छ यहाँ त छैन पानी पर छ यो जङ्गलतिर थियो होला नि पानी पसेर होला खोलामा फिसिङमा आएको छ माछा पर्यो पारेर निकालेको ए त्यो बाका बाबा हो यो बाबा होइन बडाबा ए बरबार गिडी के भनेको त्यो बरबार बराबा भनेको जस्तै बिग फादर स्टेप ठुलो बाबा यो ब्रिक ल अब केटाहरू सबै स्विमिङ जानुलाई रेडी भइरहेछ एउटा आएको छ फेरि यो गोरु छ हेर्न यो पनि यहाँ पनि जान्छ अरे हेर्न ल अब स्विमिङ जानुलाई आज नेक्स्ट डे सन्डे अहिले भनेको कति भयो भने 12 बजेर 17 मिनट गइसक्यो अब स्विमिङ जानु रेडी भएर
सिमसाक रहेछ यहाँनिर सिमसाक रहेछ यता अरू जङ्गल छ पानी सिमसार छ यहाँ त्यहाँहरू तल छ अनि टेन्ट क्याम्पिङ गरेर यता यता प्याकेज छ एकदम उतापट्टिको त्यो साइडमा त्यो पर टेनदेखि गएर गजेको देखिरहेको यहाँ पर त्यो पनि प्याकेज छ सबै प्याकेज छ अनि म चाहिँ अहिले स्विमिङको लागि खोलातिर जाँदैछु अन्तिममा स्विमिङ गर्नु खोला जानु छ खोला पुग्दा पनि म तपाईँलाई देखाउँछु हेर्नु होला हेर्नु है सबै यता रेन Oh bro, look at me. Fish. यहाँ काकी नभएर आएर यहाँ रेणुका यहाँ एक्लै हाँसेर बसिरहेको यहाँ न काकी पनि आइपुग्यो आयो आछ्यो गयो रेणुका पस्यो पानीमा यता चाहिँ गोल्ड हन्टर आउँदैछ गोल्ड हन्टर अब भनेको हाम्रो पानी आउनु छ पानी पस्नु के छ वर्ष कस्तो क्या अब हाम्रो पानी आउनु पर्ने हो र यो यो इस्मोको क्याम्प ग्राउन्डको डार्ट माउथबाट आएको खोला हो यो डम्बर हेर्नु यहाँ खोला आजको 38 डिग्रीले गर्दा पानीमा अहिलेसम्म 2 खेप भइसक्यो फिरेको पानीमा डुबेको फेरि डुब्नु भनेर आएको छ पानीमा डुबिसक्यो कतै हामी त बाँकी म र डम्पर तिवारी दुईजना चाहिँ बाँकी छ अब पानीमा डुब्न तर मेरो कानको मिसिनले गर्दाखेरि अलि अप्ठ्यारो ल गाइसहरु हामी अहिले स्विमिङ गरिसकेर हामी निक्लिसक्यो कोही गरेर आएको छ अनि
चरा घुमाएर रेणुका पानीमा पसेर हो कि आराम तौली गरेर बसिरहेछ डम्बर झेस क्लिन गर्दैछ म चाहिँ अनि सेन्डल लगाएर पानीबाट निस्केर सेन्डल लगाएर अब डेरातिर जाने तर्खरमा छौँ यहाँ पानी कराइरहेको छ घरङ गरेर अगाडि हेर्नुहोस् ल हेर्नु पौडी खेल्नेहरू पौडी खेलिरहेको छ 38 डिग्री छ आज अनि त्यसले गर्दा 38 डिग्रीमा चाहिँ एकछिन डेरामा बस्यो फेरि आयो पस्यो अहिलेसम्म 2 चोटि भइसक्यो ओइ दुईटा सानो माछा दुईटा सानो सानो चाउर छ यो गौरवलाई चारो थाप्यो यहाँ थाप्यो नि पर्छ क्या यताबाट थाप्नु पर्छ कि माछा हाल्छ ट्राउट अरे मैले अघि एउटा पारेको छु भने यो सानो बेबी खेल्दैछ यहाँ ओ केटा अझै नगएसर अहिले हामी चाहिँ त्यो सन्डे नाइटको यसमा आएको क्याम्पिङमा यहाँ क्याम्पिङ अलरेडी क्याम्पिङ गराएको वकिङमा अहिले लगभग 9 बज्न आँटेछ 8:43 छ 8:43 मा चाहिँ हामी वकिङ गइरहेको छु तर जम्मै वकिङ भन्नु मात्रै हो तर यहाँनिर छ अहिले हामी वकिङमा एराउन्ड हामी वकिङ कस्तो रहेछ भनेर आएको छु अनि त्यही भएर भिडियोमा थोरै मात्रामा हामीले यहाँ देखाउन चाहेको छु खोलाको टिममा मेरो तमासा हेर्नु नम्बर 7 ओहो Oh my god. भिजिटरको यसमा अरे तर यो दुईटा टिप्नु त 10 सेन्ट 20 सेन्ट 30 सेन्ट Oh my god. यसरी डोन्ट वास्ट भिजिटर ओन्ली नो क्याम्पिङ भन्ने ठाउँमा तपाईँको यस्तो छ त्यहाँ मात्र हेर्नु त्यो चाहिँ अहिले मैले यहाँबाट उठाएको यहाँ टिपेर त्यो सबै कुरो त मैले यहाँबाट उठाएको यहाँबाट यहाँ थियो अनि अझै स्टिल एउटा क्यान चल्दैछ दौडिरहेको छ क्यान यो Victoria, this is Victoria, and they saying like day visitor only, no camping area. It's not good for the saying that. Careful, guys. के भन्छ यो चाहिँ सुझाव तपाईँलाई
मेसेज हामी कोही कसैले पनि भिजिट भनेको ठाउँमा चाहिँ भिजिट मात्रै गर्ने हो क्या, फाल्ने होइन। यो फाल्ने चाहिँ आफ्नै खल्तीमा राख्ने हो, राइट फाल्ने होइन। क्यामेराहरू आजको सन्डे नाइटको क्यामेरा हामी सबै कर्फमा ओछ्यान टप्चेको है नि त। दुइटा लैजाऊ। यो काट्नेहरू यहीँ छ है नि। अरे पानी खान्छ बेलुका? ल, डम, डम। ल